नमस्ते गाइजहरू। म बुढाढोकी कृषि तथा पशु फर्मको प्रोप्राइटर हो र यहाँ मौरी त पालेको छु, स्याहार छैन। बाटो भएर के कस्तो छ यसो चेक गरौँ, हेरौँ। अब जाडो सिजन पनि आयो। यो जाडो सिजनमा यसलाई चाहिँ अलिकति गर्नुपर्ने हुन्छ, न्यानो बनाएर राख्न पर्ने हुन्छ। ल गाइस, मौरीको संख्या हल्का ठिकै छ भनौँ। माथि भर्खर चढ्न थालेको छ, माथि चढेको छैन, भर्खर चढ्न थालेको छ। थोरै मौरी माथि आएको छ। अब केही समय पछाडि यो चाहिँ माथि नै चढ्छ जहाँसम्म मेरो विचारमा। तर चाहिँ मौरी यसलाई खास त राम्रो त भनिँदैन, त्यही पनि केही मात्रामा यो राम्रै हो। अब तलतिरको हेरौँ त गाइस। अब तलतिरको के छ नतिजा। अब भनेपछि तलतिरको पनि लगभग यसको संख्या राम्रै छ भनौँ। तर वर्षायाममा झरी बादलले यसलाई डिस्टर्ब गर्यो, अरिङ्गालले पनि धेरै खायो। यसलाई चाहिँ त्यति राम्रो स्याहार पुगेन, तर पनि ठिकै जस्तो छ भनेपछि ल यो पनि यसलाई पनि राम्रै लिन सकिन्छ। हल्का यो साइडमा कुट मह रहेछ। खासै चाहिँ यो राम्रो छैन। यो सिजनमा चाहिँ एकपटक निकालिसक्नु पर्ने हो। ल हेर्नुहोस् गाइस, राम्रै छ, बच्चाहरू चाहिँ राम्रो हालेको छ, ठिक छ। तर यो संख्या कम भएको हुनाले यो ढिलो चाहिँ काम गरेको हो। अब कुनैमा त संख्या अट्टीभन्दा अट्टी थोरै हुन्छ। अट्टीहरू जाडो सिजनमा मरिहाल्छ। त्यसले गर्दाखेरि गाइस त्यसलाई चाहिँ यो माथिको मगक्ष हटाएर तलको पनि खाली फ्रेम हटाएर अनि यहाँ एउटा यो छेकबार भनेको यो हुन्छ गाइस। यो मौरीको संख्या थोरै भयो भने, अब मानिलिउँ यति मात्रामा मौरी छ भने, यता खाली छ भने, अब यसलाई चाहिँ यसरी छेकबार लगाएर अनि त्यस पछाडि यहाँबाट कपडाहरूले सलप्प ढाकिदिएर न्यानो बनाइदिनुपर्छ। किनभने जाडो सिजन आयो, यो आफैले यो चाकाहरू ढाक्न सकेन भने यो उसको पिउपाहरू सबै बच्चाहरू सबै खतमै भइजान्छ। अनि झन् संख्या घटेपछि बिस्तारै गाह्रै खाली हुन्छ। त्यसले गर्दा यो होसियार पुर्याउनु होला मौरी पालक कृषकहरूले। तर यसमा त्यो गर्नु आवश्यक छैन, यसमा त राम्रै छ। यसमा त ल हेर्नुहोस् गाइस, यो धेरै प्रगति गर्दैछ। यो टोटली छोरा हो। ल हेर्नुहोस् गाइस, यो छोराहरू सबै हुर्कँदा वयस्क हुँदा त यो माथि र मकक्षमा टम्मै हुन्छ र रस पनि राख्छ। जहाँसम्म मेरो विचारमा यसको धेरै राम्रो छ गाइस। यस्तो राम्रो पहिल्यै असोजमा भइदिएको भए यो धेरै प्रगति गर्ने थियो। र असोजमा चाहिँ धेरै झरी गऱ्यो, त्यसले गर्दाखेरि त्यति राम्रो प्रगति हुन सकेको छैन। जे होस्, लास्ट चरणमा यसले चाहिँ ल हेर्नुहोस् गाइस, धेरै राम्रो छ। ल हेर्नुहोस्, धेरै राम्रो छ। यस्तो खालको मौरी भयो भने यो यस्तो खालको मौरी चाहिँ हामीले असोजको पहिलो हप्ताभित्रै बनाइसक्नुपर्छ। ल हेर्नुहोस् गाइस, भनेपछि खासै रस ल्याउने कामै गरेको छैन। मह थोरै यो माथिको मह हो, तलको कुट हो, यो धेरै थोरै छ। त्यसो हुनाले
सङ्ख्याहरू बढ्दैछ, यसमा चाहिँ केही प्रगति हुँदैछ गाइस। त्यसकारण अब यो अर्को भिडियोमा चाहिँ मैले जुन यो थोरै सङ्ख्या भएकोलाई राम्ररी छेकेर टाटो न्यानो बनाइदिएर राख्ने तरिका पनि अर्को भिडियोमा हाल्नेछु। अहिलेलाई नमस्ते गाइस।